हेलो साथीहरू, आज चाहिँ हामी बिबिएस फर्स्ट इयरको बिजनेस स्ट्याटिस्टिक्सको इम्पोर्टेन्ट च्याप्टरहरूको बारेमा छलफल गर्नेछौँ। बिबिएस फर्स्ट इयरको रुटिन आइसकेको छ। यही साउनको 18 गतेदेखि बिबिएस फर्स्ट इयरको इक्जाम छ। यदि तपाईँहरू पनि बिजनेस स्ट्याटिस्टिक्सबाट के पढ्ने, कसरी पास हुने भनेर अलमलमा परिरहनु भएको छ भने स्पेसल्ली यो भिडियो चाहिँ हजुरहरूको लागि हो। बिजनेस स्ट्याटिस्टिक्सका इम्पोर्टेन्ट च्याप्टरहरूमध्ये एउटा च्याप्टर हो मेजर अफ सेन्ट्रल टेन्डेन्सी, जसबाट चाहिँ 10+2 मार्क्स, 10 मार्क्सको त फिक्स सोध्छ र 2 मार्क्सको पनि सोध्छ। टोटल यहाँबाट 12 मार्क्सको क्वेसन आउँछ। यसमा चाहिँ तपाईँले मिन, मिडियन, क्वार्टाइल, पर्सेन्टाइल, डेसाइल जस्ता विभिन्न हिसाबहरू पढ्नुपर्ने हुन्छ। त्यस्तै अर्को एकदम महत्त्वपूर्ण 15 मार्क्सको लागि एकदम इम्पोर्टेन्ट च्याप्टर भनेको चाहिँ मेजर अफ डिस्पर्सन। यो चाहिँ 15 मार्क्समा चाहिँ म्याक्सिमम सोध्छ। यसमा चाहिँ तपाईँहरूले मेनली निकाल्न सिक्नुपर्ने भनेको चाहिँ सिभी। त्यस्तै अर्को छ कोरिलेसन एन्ड रिग्रेसन। यो पनि 15 मार्क्सको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट च्याप्टर हो। यदि तपाईँहरू चाहिँ पहिला के पढ्ने भनेर अलमलमा परिरहनु भएको छ भने यो दुईवटा च्याप्टर चाहिँ मजाले पढ्नु होला। यसले चाहिँ पास हुनलाई एकदम हेल्प गर्छ र एकदम सजिलो च्याप्टर पनि हो। त्यस्तै 10 मार्क्समा फिक्स मार्क्समा आउने क्वेसन भनेको चाहिँ लिनियर प्रोग्रामिङ। यो पनि एकदम सजिलो छ, मजाले पढ्ने। त्यस्तै अर्को रहेको छ इन्डेक्स नम्बर। यसमा चाहिँ तपाईँले लेस पेयर र पास साइजको नियम पढ्नुपर्ने हुन्छ। यो पनि 10 मार्क्समा आउँछ। त्यस्तै मेट्रिक्स 10 मार्क्समा आउँछ र डिटर्मिनेन्ट 10 मा। यो दुईवटा मध्ये एउटा चाहिँ 10 मार्क्समा फिक्स आउँछ। यति च्याप्टरहरू मजाले पढ्नुहोस्, नतिकिन मजाले पास हुन्छ। भिडियो मन पर्ने भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनु।